धेरै बिरामीहरूले वर्षौंसम्म रक्तचापको औषधि खानुहुन्छ। उमेर बढ्दै जाँदा अथवा स्वास्थ्यमा परिवर्तन हुँदै जाँदा धेरैजनाले मसँग सोध्ने गर्नुहुन्छ कि डाक्टर साहब म कहिले प्रेसरको औषधि बन्द गर्न सक्छु। जस्तै म डाक्टर अशोक कुमार शाह अनि रक्तचापको औषधि कहिले बन्द गर्न सकिन्छ, कहिले यसको बारेमा सोच्ने र किन यो सधैँ डाक्टरको सल्लाहमा मात्र गर्नुपर्छ भन्ने बारे आज चर्चा गर्नेछौँ। उच्च रक्तचापले शान्त तथा लगातार क्षति पुर्याउँछ। मस्तिष्क, मुटु तथा मृगौलामा असर गर्छ। नियमित औषधि सेवनले घातक रोग जस्तो मस्तिष्कघात, मुटुको रोग तथा किडनी फेल हुने जोखिम घटाउँछ। त्यसैले धेरैजसो बिरामीहरूले प्रेसरको औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ। आफैले अकस्मात ब्लड प्रेसरको औषधि रोक्नु घातक हुन सक्छ। यसले प्रेसर बढाएर मस्तिष्कघात अथवा हृदयघातको जोखिम बढाउँछ। डिप्रिस्क्राइबिङ भनेको के हो भन्दाखेरि चिकित्सकको सल्लाहमा प्रेसरको औषधि नियमित निगरानीमा थोरै थोरै घटाउँदै लिएर गएर बन्द गर्ने प्रक्रिया हो। र यो यसरी प्रेसर बन्द गर्ने प्रक्रिया कहिले सोचिन्छ भन्दा बसेर उठ्दा एक्कासी चक्कर लाग्ने, प्रेसर धेरै घट्ने, धेरै औषधि खाइरहेको, उमेर 80 वा त्योभन्दा बढी, मृगौलाको जोखिम भएको बिरामीहरूमा यो प्रक्रिया सोच्न सकिन्छ। यो प्रक्रिया चिकित्सकले कसरी गर्नुहुन्छ भने 2 वा त्योभन्दा बढी प्रेसरको औषधि खाइरहेको अवस्थामा प्राय जसो एउटा औषधि घटाउने र त्यसपछि ब्लड प्रेसर नियमित रूपमा जाँच गर्ने, हप्तामा लगभग सधैँ जाँच गरेर हेर्ने र फेरि बढेको कन्डिसनमा फेरि प्रेसरको औषधि सुरु गर्नुपर्ने हुन्छ। यसमा बिरामीले गर्नुपर्ने कुराहरू के हुन्छन् भन्दा ब्लड प्रेसर तपाईले घरमा आफैले नाप्न सक्नुहुन्छ। चक्कर लाग्ने, हातखुट्टाहरू सुन्निने अथवा मृगौलामा समस्या देखियो भने चाहिँ तुरुन्तै डाक्टरलाई भेटेर सल्लाह गर्ने। है त, स्वस्थ रहनुस्, मस्त रहनुस्।